हेलो गाइज सेवारो दर्शन नमस्ते फेरि पनि म आइसकेको छु आज ब्रान्ड न्यू भिडियो लिएर आजको भिडियोमा चाहिँ अलिकति फरक खालको भिडियो हुनेछ थम्बनेल देखेर थाहा पाइहाल्नु होला। आज म रियाक्सन भिडियो लिएर आएको छु। एउटा नयाँ गीत प्रकाश दुधराजको एउटा गीत आएको रहेछ मनमाया भन्ने हो। त्यो गीतको चाहिँ रियाक्ट गर्नु गइरहेको छु। त्यसमा चाहिँ हाम्रो नेसनल माइजू कतिले दिनुहुन्छ हाम्रो के भन्छ प्रशंसा राईमाझी समथिङ त्यस्तै जस्तो लाग्यो। उहाँले खेल्नु भएको रहेछ। यो गीत चाहिँ मेलना राई र प्रकाश दुधराजले गाउनु भएको हो। निकै अगाडि नै आइसकेको सुन्नुभएको होला, हजुरले सुनिसक्नु भएको होला। र पनि सुन्नुभएको छैन भने मसँगै हेर्नु होला, रियाक्ट गरौँ सँगै। सुरु गरौँ है त ढिलो नगरिकन। रानी मन माया देख्दा मनै कस्तो भो, देख्दा मनै कस्तो भो। ती पानीमै भेट्दा पनि सपानी जस्तो भो, सपानी जस्तो भो। आज मनको कुरा भन्नै पर्यो नि भो, तिमीलाई मन पर्यो आम्मै दिल बस्यो कसो गर्ने हो, तिमीलाई मन एक्सप्रेसन हेर्नु न, एक्सप्रेसन यहाँ माइजूको उहाँ नै हो है। किलर छ किलर। कुमारी माझू जस्तो छ त होइन र? त्यस्तो छ त ठ्याक्कै। के हो यो? नेवारी कल्चरबाट नेवारी ड्रेस छ अनि त्यसरी टिकासिका लगाइदिरहेको छ भने चाहिँ कुमारी माझू नै हुनुपर्ने हो। आई डोन्ट नो के देखाउनु खोजेको, तर मलाई जहाँसम्म लाग्छ त्यही नै हुनुपर्छ। कुमारी माझू नै नेवारी ड्रेस लगाइसकेपछि चाहिँ सायद त्यस्तो लागेको मलाई। आयो रातै रुमाल भिरेर मनको माया देखाइदिउँ कि यही छाती चिरेर हाँसो
भाँडा बनाउने बब्बा लाग्छ यार यो मलाई सही छ क्या कस्तो मजाले बनाउँछ नि के अरे त्यो काल भैरवको यो मुकुट बनाए जस्तो छ होइन र के हो यो त्यही हो नि हो काल भैरवको त्यो यो के अरे नेवारी कल्चरमा त्यो जात्राको बेला सब त्यस्तै लाग्यो जात्राको बेला लाउँछ नि त्यो बनाउँदैछ जस्तो लाग्यो होइन र मेरो दुःख तिमीलाई सर्छ र आफ्नै सम्झी नजिक आछु तर्किन पर्छ र जुगै जाने माया प्रति बाटो थोरै दुःखमा खुसी मिसाउँदै जीवन काटौँला थोरै दुःखमा खुसी मिसाउँदै जीवन काटौँला थोरै दुःखमा खुसी मिसाउँदै जीवन काटौँला कति मिठो मनै सुनि बोले हो राजै राम्रो 11 मिनेट छ तपाईँ गीत हो कि के अरे यो सर्ट मुभी हो यो बोले हो राजै गर्न गर चल्न मत भागेर भो राजै खोला वारी खोला पारी फुला फुल्यो तिम्रो हाँसोमा हो कि खैकेमा मेरो मन भोल्यो तिम्रो हाँसोमा हो कि खैकेमा मेरो मन भोल्यो तिम्रो हाँसोमा हो कि खैकेमा मेरो मन भोल्यो हेर न त्यहाँ एकअर्कालाई खोजेको जोडी भेट्यो जोडीले देख्यो एकअर्कालाई देख्यो बिग्री गयो केटो भन्छन् हेरौँ न त्यहाँ स्टाइल चाहिँ बसेको यो 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 भिडियो के अरे हाम्रो कुशल भुर्तेल मामालाई देखाउने जेलेस हुन्थ्यो होला क्या जेलेसी पिक लेभलमा हुन्थ्यो होला क्या बुढाको गाउँमा साह्रै हल्लै हो हुन्न क्या हो यो पाराले पैसा अलिक हल्लै हो चन्द्रकुटी झै पार्ने ओ भन्दा नि लौ पैसैमा दिनकै दिन सार्ने ओ भन्दा नि लौ पैसैमा दिनकै दिन सार्ने ओ भन्दा नि लौ पैसैमा दिनकै दिन सार्ने रहरै मनको माया गहिरो गहिरो हुँदै गयो मेरो मन एक्सप्रेसनहरू पनि एक्सप्रेसन किलर तल जायो कता छोड्दै गयो तिमीसँगै हुँदाखेरि साथ प्यारो आउने सम्झने तिम्रै साथले लाग्ने रात प्यारो आउने सम्झने तिम्रै साथले लाग्ने रात प्यारो आउने
साथैमा त्यसलाई साछ्यौ लाली जोमान देउबरु हातैमा सुनी सुनी सात सुनी तिम्रै हो लौ छोडिदिन यो जेल जाला बाचा कसम छोडिदिन यो पाङ्रा देखेको थियो पाङ्रा हाम्रोतिर पाङ्रा हान्छ है के हो जेल जाला बाचा कसम यो छ नि यो पाङ्रा हो नि होइन यो त्यो के अरे कालो त पाङ्रा हो यता त्यो साइडको सेतो चाहिँ के हो त आइनो गाइजहरू तपाईँहरूकोतिर के भन्छ उता यो पूर्वतिर हाम्रो पहाडतिर चाहिँ पाङ्रा हुन्छ होइन यो कालोलाई चाहिँ यो त अब उता पश्चिमतिर के भन्छ थाहा छैन पाङ्रा गट्टी खेल्न मजा आउँथ्यो कि यसको कुमारी माजु भनेर कुमारी देवी हो नि सो गाइस यो चाहिँ थियो रियाक्सन मनमाया सङको मलाई चाहिँ एकदम सही लाग्यो एकदम दामी लाग्यो यसको फिचरिङ के भन्छ रियाक्सन त्यो एक्टिङ इधर उधर बबाल छ यति चाहिँ फिक्स हो यो प्रशंसा माइजूले नेपालको यो के भन्छ यो म्युजिक इन्डस्ट्री खर्लप्पै सिधाइदिनु भयो अब स्योर शङ्कै छैन नो डाउट अरूलाई यहाँ अब अलिकति गाह्रो तनाव हुनसक्छ माइजूदेखि सो ठिकै हो सो आजको लागि चाहिँ यति नै थियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुल्नु होला कस्तो लाग्यो तपाईँहरूलाई यो भिडियो प्रतिक्रिया दिनु नभुल्नु होला भन्दै नेक्स्ट भिडियोमा म केको रियाक्सन गरौँ र अब कस्तो प्रतिक्रिया दिनुहुन्छ के गर्नुहुन्छ त्यो भन्नु नभुल्नु होला आजको लागि यति नै ठ्याक्कै 15 मिनेट भयो